बैंकिङ अफेन्स एन्ड पनिसमेन्ट एक्ट 2064 पढिरहेको छु। सेक्सन 1 को सबसे कुरा याद गर्नुपर्ने कुरा भनेको दिस एक्ट स्याल बी एप्लिकेबल विदिन नेपाल। दिस एक्ट स्याल बी एप्लिकेबल विदिन नेपाल एन्ड अल्सो टु द पर्सन एन्ड इन्स्टिट्युसन हुमसोएभर रिजाइडिङ अब्रोड आफ्टर कमिटिङ ब्याङ्किङ अफेन्सेस इन नेपाल। नेपालमा ब्याङ्किङ अफेन्स गरेपछि नेपालमा बसेको अथवा कुनै पनि व्यक्ति अथवा इन्स्टिट्युसन जो चाहिँ रिजाइडिङ अब्रोड आफ्टर कमिटिङ ब्याङ्किङ अफेन्स छ त्यसलाई पनि लाग्छ भनेको छ। चेक भनेको चाहिँ मिन्स बिल्स अफ एक्सचेन्ज डन अन एनी बिएफआई और कोअपरेटिभ ब्याङ्क अन्डर प्रिभेलिङ ल अन डिमान्ड। चेक टिसनर भनेको मिन्स अ सिचुएसन वेयर अ बिएफआई और कोअपरेटिभ ब्याङ्क सर्टिफाइज अन्डर सेक्सन 3A भनेको हाम्रो चेक टिसनरवाला सेक्सन भयो। द्याट द पेमेन्ट क्यान नट बी मेड or the holder of the check issued by the account holder due to the lack of sufficient fund in his account when the holder demands the payment of the amount mentioned in the check. होल्डर भनेको त्यस्तो व्यक्ति जसँग राइट टु रिसिभ द चेक इस्युड इन इट्स नेम एन्ड राइट टु रिसिभ द पेमेन्ट अफ द अमाउन्ट स्पेसिफाइड इन द चेक हुनुभयो। सेक्सन 5W नट टु मेक अनअथराइज विथड्रल अर पेमेन्ट, कुनै पनि अनअथराइज विथड्रल गर्न मिल्दैन। यो भित्र दुईटा कुरा याद गर्नुपर्छ। नो वान सेल विथड्र अथवा ट्रान्सफर, विथड्र अथवा ट्रान्सफर। विथड्र इन एन अथराइज म्यानर फ्रम कस्तो अदर पर्सन्स अकाउन्ट र ट्रान्सफर अफ फन्ड भन्यो भने इन एन अनअथराइज म्यानर फ्रम कस्टमर्स अकाउन्ट और टु मेक अनअथराइज पेमेन्ट भनेर भन्यो। यदि ट्रान्सफर अफ फन्ड हो भने अनअथराइज म्यानरबाट कस्टमरको अकाउन्टबाट गर्नु भएन। विथड्र इन एन अनअथराइज म्यानर चाहिँ फ्रम पर्सन्स ब्याङ्क अकाउन्ट गर्नु भएन। एफबाट इरेगुलर ट्रान्जेक्सन गर्न मिल्दैन। तर यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ कन्डक्टिङ इलिगल ट्रान्जेक्सन टु हार्म फाइनेन्सियल इन्स्टिट्युसन चाहिँ गर्न मिल्दैन। अब सेक्सन 12 र 12A चाहिँ फ्रडुलेन्टसँग रिलेटेड कुरा गर्छ। इरेगुलर 14 हो, द्याट इज इरेलिभेन्ट। दिस टु आर इम्पोर्टेन्ट। त्यो भनेको 12 र 12A। 12 र 12A मा के फरक छ भन्दाखेरि 12ले चाहिँ ट्रान्जेक्सन फर्जरी र फ्रड इन ब्याङ्किङ ट्रान्जेक्सन भन्छ भने उता चाहिँ फ्रडुलेन्ट एक्टिभिटिज विथ बिएफआई मात्र भन्छ। त्यो चाहिँ ब्याङ्किङ 12 चाहिँ ब्याङ्किङ ट्रान्जेक्सनमा गरेको कुनै पनि फर्जरी अथवा फ्रड भयो, विच इज मोर इम्पोर्टेन्ट। अनि त्यसपछि 12A मा चाहिँ कुनै पनि फ्रडुलेन्ट एक्टिभिटिज विथ बिएफआई अथवा कोअपरेटिभ ब्याङ्क गर्न मिल्दैन भनेको छ। 12 भित्रको सेक्सन पढ्दाखेरि चाहिँ नो वान सेल विथ अ मोटिभ अफ सेल्फ बेनिफिट और टु कज लस और बेनिफिट टु एनी अदर पर्सन कमिट एनी फर्जरी बाई एक्सन लाइक। कुनै पनि आफ्नो सेल्फ मोटिभका साथ चाहिँ अथवा आफूलाई बेनिफिट गर्ने तरिकाले अथवा अरू कुनैलाई बेनिफिट गर्ने तरिकाले अथवा अरू कुनैलाई लस कज गर्ने तरिकाले यो फर्जरी एक्सनहरू चाहिँ गर्न मिल्दैन। तल दिएको फर्जरी एक्सनहरू चाहिँ गर्न मिल्दैन। यो भित्र दुईटा मेन छ। एउटा ट्याम्परिङ एनी म्याटर रिटन इन द बिएफआइज डकुमेन्ट और अकाउन्ट लेजर बाई रिमुभिङ और रिराइटिङ द सेम टु मिन डिफ्रेन्सेस। यो भित्र एउटा इम्पोर्टेन्ट कुरा के भयो, ट्याम्परिङ। ट्याम्परिङ गर्न मिलेन बिएफआइजको डकुमेन्टहरू, ट्याम्परिङ गर्न मिलेन बिएफआइजको डकुमेन्टहरू। सेकेन्ड कुरा सेम माथिको पोइन्ट भयो, त्यो भनेको विथ अ मोटिभ टु कज लस टु अदर और कमिट फ्रड बाई मिसलिडिङ अदर्स। यो भित्र मेन्स पोइन्टहरू चाहिँ यहाँबाट स्टार्ट हुन्छ। त्यो भनेको by misleading others, representing the true or non-existent facts to be true, or by getting documents signed with alteration in date, number or particulars। भनेको by misleading others, representing untrue or non-existing facts to be true। कुनै पनि अरूलाई मिसलिड गरेर अनट्रु फ्याक्टलाई चाहिँ अथवा नन एक्जिस्टेन्ट फ्याक्ट्सलाई ट्रु हो भनेर अथवा एक्जिस्ट गर्छ भनेर देखाउन मिलेन। त्यस लगत्तै चाहिँ कुनै पनि डकुमेन्ट चाहिँ साइन गर्न मिलेन। अल्टरेसन अफ डेट अथवा नम्बर अथवा कुनै पनि पर्टिकुलर्स गरेर गर्न मिल्दैन। यसमा हाम्रो आरटिपीको केस आएको छ जहाँ चाहिँ अफिसरले चाहिँ एउटा डिफल्टेड लोनमा चाहिँ 1 वर्षको लोनलाई चाहिँ विदाउट कन्सेन्ट चाहिँ 2 वर्षमा चाहिँ रिस्ट्रक्चर गरिदिन्छ टु अभोइड मेकिङ लोन लस प्रोभिजन। त्यो पर्टिकुलर केसमा चाहिँ हाम्रो यो
सेक्सन 12 चाहिँ अट्र्याक्ट हुन्छ। 12A भनेको चाहिँ नट टु मेक फ्रडुलेन्ट एक्टिभिटिज, दिस इज फ्रडुलेन्ट एक्टिभिटिज, त्यो पनि कसँग, BFIs अथवा कोअपरेटिभ ब्याङ्कसँग सरसर्ती। नो वान स्याल मेक लस टु द एसेट अफ BFIs ओर कोअपरेटिभ ब्याङ्क, कसैले पनि लस कज गर्न मिल्दैन BFI र कोअपरेटिभ ब्याङ्कलाई के गरेर, एउटा फ्रड गरेर, अर्को अक्वायरिङ और कन्सिलिङ क्यास भयो, अर्को चाहिँ मेकिङ फ्रडुलेन्ट ट्रान्जेक्सन। पहिला फ्रडै गरेर अथवा कोइजन विथ अदर पर्सन गरेर अथवा कुनै पनि फर्ज डकुमेन्टहरू रिलेटिङ टु द राइट्स अफ सच प्रपर्टी गरेर चाहिँ फ्रड गर्न मिलेन। सेकेन्ड कुरा चाहिँ बाई एक्वायरिङ और कन्सिलिङ द क्यास, फन्ड्स, सेक्युरिटिज और अदर मुभेबल और इमुभेबल एसेट्सहरू अफ द BFI और कोअपरेटिभ ब्याङ्क गर्न मिलेन। बाई मेकिङ फ्रडुलेन्ट ट्रान्जेक्सनहरू पनि गर्न मिलेन। यसमा मेन ध्यान दिनु, फ्रड गर्न मिलेन अथवा अरूसँग कोइजनमा फ्रड गर्न मिलेन, कुनै पनि एसेटहरू अक्वायर गरेर अथवा फन्डहरू, सेक्युरिटिजहरू अथवा अन्य कुनै एसेट अफ द BFI गरेर फ्रड गर्न मिलेन र कुनै पनि फ्रडुलेन्ट ट्रान्जेक्सन गरेर आफ्नो बेनिफिटको लागि फ्रडुलेन्ट ट्रान्जेक्सन गर्न मिलेन। अब त्यसपछि सेक्सन 9 मोस्ट इम्पोर्टेन्ट, त्यो भनेको नट टु मिसयुज द ब्याङ्किङ रिसोर्सेस, मिन्स एन्ड एसेट्स। यसको न्युमोनिक्स छ API। एबाट अक्सनिङ अफ एसेट गर्दाखेरि इरेगुलरिटिज गर्न मिल्दैन, एबाट अक्सनिङ अफ एसेट गर्दाखेरि इरेगुलरिटिज गर्न मिल्दैन, एबाट चाहिँ अक्सनिङ अफ एसेट गर्दाखेरि कुनै पनि इरेगुलरिटिज गर्न मिल्दैन। सेकेन्ड कुरा, पीबाट प्रमोटर, डाइरेक्टर, सेयर होल्डर deemed to have financial interest, CEO, employee, advisor, managing agent or associated or organization or their family member or their close relative shall not misuse the banking resources। जुन हाम्रो मेन टपिक हो त्यही गर्न मिल्दैन। के को लागि गर्न मिल्दैन? फर पर्सनल क्रेडिट और बेनिफिट्सको लागि। सो प्रोमोटर्स, डाइरेक्टर, सेयर होल्डर deemed to have financial interest, CEO, employee, advisor, managing agent or associated or other person or their family member or their close relative shall not misuse the banking resources for personal credit or benefit। एक्सेप्सन, यसको एक्सेप्सन एउटा इम्प्लोइ लोन, अर्को क्लोज रिलेटिभ। इम्प्लोइ लोनको एक्सेप्सन चाहिँ के छ भन्दाखेरि CEOs एन्ड इम्प्लोइज क्यान टेक लोन्स अन्डर द इम्प्लोइज फेसिलिटी स्किम एज पर प्रिभिलिङ ल। प्रिभिलिङ ल अनुसार कुनै इम्प्लोइलाई फेसिलिटी अन्तर्गत कुनै लोन दिइरहेको छ भने त्यो चाहिँ यो सेक्सनले अट्र्याक्ट गर्दैन। त्यसपछि हाम्रो अप्रुभल फर क्लोज रिलेटिभ छ भनेको क्लोज रिलेटिभ क्यान रिसिभ क्रेडिट और फेसिलिटिज ओन्ली विथ द बोर्ड अफ डाइरेक्टरको अप्रुभल भए मात्र क्लोज रिलेटिभहरूले त्यस्तो क्रेडिटहरू लिन पाउँछन्। अब आईबाट चाहिँ इन्ट्रेस्ट भोइलेट गर्न मिल्दैन, कसको? डिपोजिटरको इन्ट्रेस्ट भोइलेट गर्न मिल्दैन, डिपोजिटरको इन्ट्रेस्ट भोइलेट गर्न मिल्दैन। डिपोजिटरको के गर्दाखेरि ड्युरिङ द युज अफ एसेट, फ्यामिली मेम्बर भनेको क्लोज एक हातले पुग्ने फ्यामिली मेम्बर, त्यो भनेको कन्सर्न हस्बेन्ड, वाइफ, सन, डटर, फादर, मदर, अडप्टेड स्टेप ब्रदर, सिस्टरहरू भइहाल्यो। क्लोज रिलेटिभ भनेको सेपरेटेड फ्यामिली मेम्बर्सहरू पनि आउँछ, इन लज फ्यामिली मेम्बर, नेफ्यू, निस, मेटर्नल अङ्कल, आन्ट र ग्रान्ड फ्यामिली मेम्बर आयो। सो टु रिभाइज, सेक्सन 9 इज भेरी इम्पोर्टेन्ट, टक्स अबाउट नट टु मिसयुज द ब्याङ्किङ रिसोर्सेस, मिन्स एन्ड एसेट्स। यसको निमोनिक्स API। एबाट चाहिँ कुनै पनि अक्सनिङ अफ एसेट गर्दाखेरि फाइनेन्सियली इरेगुलरिटी गर्न मिल्दैन। अक्सनिङ अफ एसेट त्यो भनेको नन ब्याङ्किङ एसेट पनि हुनसक्छ, कुनै पनि प्रपर अदर एसेटहरू हुनसक्छ के अरे अफ BFI। त्यसपछि पीबाट प्रमोटर, डाइरेक्टर, सेयर होल्डर हु डिम टु हेभ अ फाइनेन्सियल इन्ट्रेस्ट। त्यसपछि CEO, म्यानेजिङ एजेन्ट, इम्प्लोइहरू कसैले पनि ब्याङ्किङ रिसोर्सहरू मिसयुज गर्न मिल्दैन फर वाट? फर पर्सनल क्रेडिट बेनिफिटको लागि। यसको एक्सेप्सन इम्प्लोइ लोन अन्डर इम्प्लोइ लोन स्किम अथवा इम्प्लोइ फेसिलिटी स्किम, अनि क्लोज रिलेटिभको एक्सेप्सन यदि बोर्डले अप्रुभल दिएको छ भने। त्यसपछि आउँछ भोइलेट इन्ट्रेस्ट गर्न मिल्दैन, आईबाट इन्ट्रेस्ट भोइलेट गर्न मिल्दैन, कसको? डिपोजिटरको। टु सम अप, एबाट अक्सनिङ अफ एसेट गर्दाखेरि फाइनेन्सियल इरेगुलरिटिज गर्न मिल्दैन, पीबाट प्रमोटर, सेयर होल्डर,
डाइरेक्टर जससँग फाइनेन्सियल इन्ट्रेस्ट छ अनि त्यसपछि सिओ इम्प्लोइहरूले ब्याङ्किङ रिसोर्सेसहरू मिसयुज गर्न मिल्दैन फर गेटिङ पर्सनल क्रेडिट। अनि त्यसपछि भोइलेट इन्ट्रेस्ट बीबाट चाहिँ भोइलेट इन्ट्रेस्ट गर्न मिल्दैन फर अफ डिपोजिटर वाइल युजिङ द एसेट। अब नट टु मिसयुज एसेट्स एन्ड आर्टमा नट टु मिसयुज एसेट भनेको कसैले पनि एसेट मिसयुज गर्नु हुँदैन भन्ने कुरा मात्र छ। त्यो भनेको पर्पस डाइभर्टिङ द पर्पस अदर देन फर विच द क्रेडिट फेसिलिटी वेयर अवेल्ड। त्यसपछि एलबाट आउँछ भेरी इम्पोर्टेन्ट सेक्सन 7 इजी एज वेल, द्याट इज एल टक्स अबाउट नट टु अवेल और प्रोभाइड लोन, नट टु अवेल और प्रोभाइड लोन, नट टु अवेल और प्रोभाइड लोन, नट टु अवेल और प्रोभाइड लोन के को लागि इन एन अनअथराइज भन्ने कुनै पनि अनअथराइज म्यानरले लोन चाहिँ अवेल पनि गर्न मिल्दैन प्रोभाइड पनि गर्न मिल्दैन भनेको छ। यसको के अरे निमोनिक्स छ फुपी अथवा फुपी हु इज एचओडी, फुपी और फुफी इज एचओडी, हु इज एचओडी भनेर भन्न मिल्यो। यसको माथिको मेन कुरा भन्दाखेरि चाहिँ वेन अवेलिङ अर प्रोभाइडिङ लोन्स फ्रम बिएफआइस नो वान सेल कमिट फलोइङ एक्ट्स भनेको कुनै पनि लोन लिँदाखेरि अथवा दिँदाखेरि अवेलिङ अर प्रोभाइडिङ लोन अथवा क्रेडिट अथवा कुनै पनि फेसिलिटी लोन फेसिलिटीहरू दिँदाखेरि यो काम गर्न मिल्दैन। एफबाट फल्स बरोवर भनेको क्रिएटिङ फल्स ओभर कुनै पनि अवेलिङ क्रेडिट बाई क्रिएटिङ फल्स अथवा बोगस बरोवर विथ एन इन्टेन्सन टु युज सच अमाउन्ट बाई हिमसेल्फ, फल्स अथवा बोगस बरोवर बनाएर चाहिँ कुनै पनि क्रेडिट अवेल गर्न मिल्दैन भन्ने कुरा आयो। अनि त्यसपछि युबाट अनक्वालिफाइड बरोवर कस्तो हो त अनक्वालिफाइड भनेको चाहिँ टु बी अनकेपेबल अथवा इन्फ्लुएन्स्ड पर्सन, यदि कुनै पनि इन्फ्लुएन्स अथवा इनक्यापेबल पर्सन जसलाई लोन दिन मिल्दैन त्यस्तो व्यक्तिलाई चाहिँ लोन दिन मिल्दैन भन्ने कुरा भयो। त्यसपछि पीबाट प्रमोटर सेयर डाइरेक्टर सेयर होल्डर माथिकै कुरा हो तर अलि डिफ्रेन्ट वेमा छ, त्यो भनेको प्रमोटर डाइरेक्टर सेयर होल्डर अवेलिङ क्रेडिट बाई पिडिएस भनेको प्रमोटर डाइरेक्टर सेयर होल्डर टिम टु हेभ फाइनेन्सियल इन्ट्रेस्ट। माथिको पोइन्ट हाम्रो सेक्सन कतिमा थियो 9कै एउटा भित्रको पोइन्ट हो, त्यो भनेको अवेलिङ क्रेडिट बाई पिडिएस डिम टु हेभ फाइनेन्सियल इन्ट्रेस्ट ओर देयर फ्यामिली मेम्बर चाहिँ गर्न मिल्दैन। तर एक्सेप्सन हामीले भनेको अनुसार एक्सेप्सनल केस चाहिँ के छ भन्दाखेरि एफडी रिसिट अनि गोल्ड र गभर्मेन्ट सेक्युरिटिजको अगेन्स्टमा चाहिँ हामीले के गर्न मिल्छ लोनहरू अवेल गर्न मिल्छ भन्ने कुरा आयो। इम्प्लोइजवाला सेम अवेलिङ और एडभान्सिङ क्रेडिट फेसिलिटी और सिइओ टु सिइओ अथवा इम्प्लोइज अफ द बिएफआई अदर देन रुल भन्नेवाला कुरा आयो। फल्स फाइनेन्सियल स्टेटमेन्ट बनाउनु मिल्दैन, यसको बारेमा अझै पनि तल डिटेलमा हुन्छ तर यसले भन्न खोजेको चाहिँ कुनै पनि फेक रेकर्ड्स अथवा फाइनेन्सियल स्टेटमेन्ट फेक गरेर चाहिँ लोन अवेल गर्न मिल्दैन भन्ने हो। अनि त्यसपछि हाम्रो सेक्सन कतिमा छ भन्दाखेरि 13मा चाहिँ के भन्छ भन्दाखेरि हाम्रो फाइनेन्सियल स्टेटमेन्ट फेकै बनाउनु मिल्दैन र सर्टिफाई पनि गर्न मिल्दैन। यसले के भन्यो त्यस्तो पेश गरेर ब्याङ्कलाई पेश गरेर चाहिँ लोनहरू चाहिँ लिन मिल्दैन भन्यो। अर्को अनड्यू बेनिफिट्स कुनै पनि अनड्यू बेनिफिट्सहरू रिसिभ गरेर चाहिँ क्रेडिट फेसिलिटी युज गर्न मिल्दैन। एक्सटेन्ड क्रेडिट टु युज फाइनेन्सियल इन्ट्रेस्ट ड्यू टु फाइनेन्सियल इन्ट्रेस्ट कसैले फाइनेन्सियल इन्ट्रेस्टका कारणले चाहिँ क्रेडिट दिन मिल्दैन। क्रेडिट एक्सिडिङ द अथोराइज लिमिट दिन मिल्दैन। एक्सेस क्रेडिट बियोन्ड द युज अफ अथवा रिक्वायरमेन्ट अफ द बिजनेस दिन मिल्दैन। हाइक कस्टहरू चाहिँ फर्स्टली हाइक गरेर अथवा इन्क्रिजिङ कस्ट गरेर चाहिँ दिन मिल्दैन। ओभर भ्यालुएसन अफ कोलेट्रल सेक्सन 13मा फेरि रेफरेन्स ओभर भ्यालुएसन अफ कोलेट्रल गरेर पनि दिँदैन। लोन बाई इन्फ्लेटिङ द कोलेट्रल भ्यालु गर्न मिल्दैन। डबल फाइनेन्सिङ गर्न मिल्दैन, त्यो भनेको लोन्स विदाउट रिलिजिङ द एक्जिस्टिङ कोलेट्रल अर त्यो प्लेस अर एक्सिडिङ द कोलेट्रल अमाउन्ट चाहिँ गर्न मिल्दैन। यसको एक्सेप्सन चाहिँ कन्सोर्टियम ल। टु समराइज फुपी और फुपी एचओडी यो भित्र एफबाट फल्स बरोवरलाई दिन मिल्दैन। युबाट अनक्वालिफाइड बरोवर इनक्यापेबललाई दिन मिल्दैन। पीबाट चाहिँ पिडिएस प्रमोटर डाइरेक्टर सेयर होल्डरलाई इम्प्लोइ दिन मिल्दैन। ईबाट इम्प्लोइ र सिओलाई दिन मिल्दैन। एफबाट फल्स स्टेटमेन्टहरू फल्स रिकर्ड र फल्स स्टेटमेन्टहरू हालेर चाहिँ के अरे देखाएर चाहिँ लोन लिन मिल्दैन। युबाट अनड्यू बेनिफिट्स लिएर लोन दिन मिल्दैन। एफबाट चाहिँ फाइनेन्सियल इन्ट्रेस्टका कारणले चाहिँ लोन दिन मिल्दैन। ईबाट एक्सिडिङ द क्रेडिट लिमिट प्रेस्क्राइब एक्सिडिङ द युज अफ बिजनेस
के अरे बियोन्ड द युज रिक्वायरमेन्ट अफ द बिजनेस लोन दिन मिल्दैन, एचबाट हाइक गरेर मिल्दैन, हाइक प्रोजेक्ट कस्टहरू हाइक गरेर मिल्दैन, ओबाट ओभर भ्यालुएसन अफ कोलेट्रल गरेर मिल्दैन, डीबाट डबल फाइनेन्सिङ गर्न मिल्दैन। त्यसपछि 3 इज अल्सो इम्पोर्टेन्ट। नट टु ओपन अकाउन्ट और डिमान्ड क्यास पेमेन्ट इन एन अथोराइज म्यानर। इन एन अथोराइज कुनै पनि अनअथोराइज तरिकाले चाहिँ कुनै पनि अकाउन्ट ओपन पनि गर्न मिल्दैन र के पनि गर्न मिल्दैन, त्यसबाट डिमान्ड क्यास पेमेन्टहरू चाहिँ डिमान्ड गर्न मिल्दैन। यसको जेल चाहिँ यसको फाइन पेनाल्टिज भन्दाखेरि डाइरेक्टली रिकभरी गर्ने, त्यसपछि फाइन चाहिँ इक्विभ्यालेन्ट टु क्लेम्ड अमाउन्ट हुन्छ र 3 महिनाको जेल पनि हुन्छ। इजी छ यो भन्न। पहिला चाहिँ ओपन और अलाउ टु ओपन द अकाउन्ट इन द नेम अफ, यो सेम छ। त्यो भनेको चाहिँ एउटा चाहिँ फिक्टिसियस व्यक्ति अथवा अन्य अर्गनाइजेसनको नाममा चाहिँ अकाउन्ट ओपन पनि गर्न मिल्दैन अथवा अलाउ टु ओपन पनि गर्न मिल्दैन। अर्को चाहिँ बाई सबमिटिङ फल्स डकुमेन्टहरू, कुनै पनि फल्स अथवा बोगस डकुमेन्टहरू चाहिँ फर्निस गरेर चाहिँ नोइङली ओपन पनि गर्न मिल्दैन, अलाउ टु ओपन पनि गर्न मिल्दैन। अब हामीले खाता खोल्यौँ, पहिला चाहिँ यसरी बुझ्नु पऱ्यो, फेक व्यक्तिको नाममा खाता खोल्यौँ, के सबमिट गरेर फेक डकुमेन्टहरू सबमिट गरेर, त्यसपछि त्यस्तै खाताहरूमा हामीले डिपोजिट अथवा कस्ट टु डिपोजिट अन सच अकाउन्ट पनि गर्न मिलेन। त्यस्तोबाट पहिला जेनरली विथड्र पनि गर्न मिल्दैन, विथड्र एन अमाउन्ट फ्रम सच अकाउन्ट और असिस्ट इन सच वर्क पनि गर्न मिलेन। अब चाहिँ इलेक्ट्रोनिक कार्ड र कुनै डिभाइसहरू युज गरेर पनि हामीले विथड्र गर्न मिलेन भन्ने कुरा छ। भीबाट भेरी इम्पोर्टेन्ट, भीबाट सेक्सन 13 आइहाल्यो। 13 भेरी इम्पोर्टेन्ट, द्याट इज हाम्रो नट टु डेराइभ एक्सेस लो और फल्स भ्यालुएसन र अथवा प्रिपेयर फल्स फाइनेन्सियल स्टेटमेन्ट पनि गर्न मिल्दैन। यसको भेरी इजी, रिकभरी त गर्नै पर्यो, फाइन पेनाल्टी, अनि त्यसपछि फाइन इक्विभ्यालेन्ट टु द भ्यालुएसन अफ कोलेट्रल हुन्छ र जेल चाहिँ यसमा 4 वर्ष। इट इज युनिक। अब के भनेको छ भन्दाखेरि वाइल भ्यालुइङ द कोलेट्रल सेक्युरिटी मुभेबल अथवा इमुभेबल हेल्ड बाई बिएफआई फर अ लोन और नन ब्याङ्किङ एसेट, कुनै पनि लोनको लागि अथवा एनबिएका लागि चाहिँ कुनै पनि कोलेट्रल सेक्युरिटी हेल्ड गरेको छ भने द भ्यालुएटर स्याल नट डेराइभ एक्सेस लो और फल्स भ्यालुएसन, एक्सेस लो और फल्स भ्यालुएसन, एक्सेस लो और फल्स भ्यालुएसन, एक्सेस लो और false valuation of such asset while valuating for the purpose of auctioning, sell or for other purpose relating to the bank सँग रिलेटेड अन्य कुनै पर्पस अथवा कुनै पनि अक्सनिङ सेल गर्नको लागि चाहिँ भ्यालुएटरले चाहिँ ब्याङ्क्सले हेल्ड गरेको कुनै पनि कोलेट्रलको चाहिँ फल्स एक्सेस अथवा लो भ्यालुएसन चाहिँ क्रिएट गर्न अथवा डेराइभ गर्न मिल्दैन भन्ने कुरा। सेकेन्डमा चाहिँ अब भ्यालुएसन भइसक्यो, अब भ्यालुएटरले कस्तो को गर्न मिल्दैन। द भ्यालुएटर स्याल नट क्यारी आउट द भ्यालुएसन अफ द प्रपर्टी अफ एनी पर्सन और इन्स्टिट्युसन इन विच ही ओर सी हेज फाइनेन्सियल इन्ट्रेस्ट, जहाँ फाइनेन्सियल इन्ट्रेस्ट छ त्यसको पनि भ्यालुएसन गर्न मिलेन। अब सिम्पली फाइनेन्सियल स्टेटमेन्टको पार्टमा आऊ, त्यो भनेको बनाउनु मिल्दैन। नो पर्सन, फर्म और कम्पनी इन्स्टिट्युसन स्याल प्रिपेयर सेपरेट फाइनेन्सियल स्टेटमेन्ट फर अ पर्टिकुलर डेट और पिरियड फर द पर्पस अफ अवेलिङ क्रेडिट, भनेको सेम पर्टिकुलर डेट अथवा पिरियडको लागि चाहिँ छुट्टै सेपरेट फाइनेन्सियल स्टेटमेन्टहरू चाहिँ बनाउन मिल्दैन फर अवेलिङ द क्रेडिट। अब यो अडिटरको पर्सपेक्टिभबाट त्यो भनेको अडिटर स्याल नट सर्टिफाई डिफरेन्ट फाइनेन्सियल स्टेटमेन्ट फर द सेम डेट or period to be submitted by any person or institution or to the government of Nepal, foreign donor agency or any other entity without disclosing his or her opinion। आफ्नो ओपिनियन एक्सप्रेस नगरिकन सेम डेटमा अथवा पिरियडमा चाहिँ दुईवटा छुट्टै फाइनेन्सियल स्टेटमेन्टहरू सर्टिफाई गर्न मिल्दैन, जो चाहिँ कुनै गभर्मेन्ट अथवा डोनर एजेन्सी अथवा अरू कसैलाई हामीले सबमिट गरिरहेछ भने आरटिपीको केसमा कस्टमरले रिक्वेस्ट गर्छ एउटा नयाँ सेम युडेनमा तपाईँ सर्टिफाई गरिदिनु फाइनेन्सियल स्टेटमेन्ट भनेर, त्यो केसमा सेक्सन 13 अट्र्याक्ट गर्छ। त्यो भनेको नट टु डेराइभ फल्स एक्सेस भएर फर्स्टमा चाहिँ भ्यालुएटरले कुनै पनि ब्याङ्कले होल्ड गरेको
कोलेटरल सेक्युरिटी फर द पर्पस अफ लोन अथवा कुनै एनबिएको लागि छ भने त्यस्तोको फल्स बोगस अथवा लो अथवा कुनै पनि त्यस्तो एक्सेस भ्यालुएसनहरू गर्न मिल्दैन। सेकेन्डमा भ्यालुएटरलाई आफ्नो फाइनेन्सियल इन्ट्रेस्ट भएको व्यक्तिहरूको अथवा संस्थाहरूको भ्यालुएसन गर्न मिल्दैन। थर्डमा चाहिँ कुनै पनि संस्था अथवा व्यक्तिले कुनै पनि फल्स फाइनेन्सियल स्टेटमेन्ट सेम डेटको अथवा सेम पिरियडको दुईवटा छुट्टै बनाउनु मिल्दैन। थर्डमा चाहिँ लास्टमा चाहिँ हाम्रो अडिटरले चाहिँ सर्टिफाई गर्न मिल्दैन त्यस्तो फाइनेन्सियल स्टेटमेन्ट सेम डेट अथवा पिरियडको लागि जो चाहिँ हामीले गभर्मेन्ट अफ नेपाल डोनर अथवा फरेन डोनर अथवा अन्य कुनै एजेन्सीहरूलाई हामीलाई दिइरहेको छौँ। ध्यान दिनुपर्ने कसरी चाहिँ गर्न मिल्दैन किनकि ड्युअल डेटिङ कुनै पर्टिकुलर केसमा हुनसक्छ, नयाँ अडिट रिपोर्ट पनि त इस्यु गर्न सकिरहेको हुन्छ। त्यसैले यता याद गर्नुपर्ने कुरा चाहिँ विदाउट डिस्क्लोजिङ आफ्नो ओपिनियन डिस्क्लोज नगरिकन चाहिँ त्यस्तो फाइनेन्सियल स्टेटमेन्ट सर्टिफाई गर्न मिल्दैन। छमा इजी छ, ई फर इजी, द्याट इज नट टु अब्युज इलेक्ट्रोनिक सिस्टम, नो वान सेल obtain or make a payment by the way of abuse or unauthorized use of credit card, debit card, ATM card or other electronic means। त्यसपछि एसबाट चाहिँ अल्सो इम्पोर्टेन्ट कहिलेकाहीँ सोधिरहेको छ एसबाट नट टु स्टप क्रेडिट फेसिलिटी अफ वर्किङ प्रोजेक्ट of the borrower bank who has provided first installment। यदि फर्स्ट इन्स्टलमेन्ट दिइसकेको छ भने shall not stop the remaining loan disbursement in an ongoing project without valid reason causing loss to the borrower without a basis or considerable reason। कुनै पनि considerable reason बिना नभइकन यदि कुनै पनि ब्याङ्कले फर्स्ट इन्स्टलमेन्ट दिइसक्यो र त्यसपछि चाहिँ उसले अन्य इन्स्टलमेन्ट दिन अथवा डिस्बर्समेन्टमा चाहिँ रोक लगाउन सक्दैन। यो पर्टिकुलर केसमा चाहिँ रिकभरी अफ क्लेम अमाउन्ट र फाइन इक्विभ्यालेन्ट टु क्लेम्ड अमाउन्ट छ। आरटिपीमा एउटा केस सोधेको छ, त्यो भनेको अफिसरलाई चाहिँ डिटेन गरियो, सेकेन्ड इन्स्टलमेन्ट चाहिँ डिनाइड गरियो सेकेन्ड इन्स्टलमेन्ट दिनुबाट किनकि ब्याङ्कको सिडी रेसियो पोजिसन चाहिँ टाइट थियो भनेर यो भन्न मिल्दैन। उसले सेक्सन 11 अट्र्याक गर्छ र उसलाई चाहिँ इक्विभ्यालेन्ट टु द क्लेम अमाउन्ट फाइन र रिकभरी हुन्छ भन्ने कुरा आयो। सेक्सन 10 भनेको दिस इज अल्सो आरटिपीमा आस्क्ड क्वेसन हो, त्यो भनेको ब्ल्याक लिस्टेड पर्सनले चाहिँ अकाउन्ट ओपन गर्न खोज्यो, रिक्वेस्ट गर्यो र ब्याङ्कले रिजेक्ट गरिदियो, यो चाहिँ भ्यालिड छ कि नै भनेर लाइनमा चाहिँ क्वेसन आएको छ। सेक्सन 10 ओ त्यो भनेको नट टु अक्वायर कुनै पनि एसेट अक्वायर नगर्ने अर टु ओपन अकाउन्ट बाई बरोवर विथ ड्युज अर ब्ल्याक लिस्टेड भनेको छ। बरोवर्स हु हेभ ओभरड्यू अन लोन्स और इज ब्ल्याक लिस्टेड स्याल नट के गर्न मिल्दैन भनेको रेमिट गर्न मिल्दैन। स्याल नट रेमिट एनी मनी टु द ब्याङ्क बाई ओपनिङ अ न्यू अकाउन्ट विथ अ लोकल और फरेन बिएफआइज कन्टिन्यू सच अकाउन्ट टु अपरेट। अनि त्यसपछि पर्चेज एनी मुभेबल अथवा और इमुभेबल एसेट इन एनी म्यानर टु अक्वायर द टाइटल और पोजेसन ओभर सच एसेट इन एनी म्यानर विदाउट सेटलिङ द ड्युज पेबल टु द बिएफआई। यो भनेको चाहिँ बरोवर जोसँग ओभरड्यू छ अथवा कुनै ब्ल्याक लिस्टेड छ त्यसले 3टा काम गर्न मिल्दैन, आरसिपी गर्न मिल्दैन, रेमिट गर्न मिल्दैन, कुनै पनि ब्याङ्क अकाउन्ट नयाँ अकाउन्ट खोलेर कुनै पनि मनी चाहिँ ब्याङ्क अकाउन्टहरूमा रेमिट गर्न मिल्दैन, चाहे त्यो लोकलको होस् अथवा फरेन बिएफआइजको। त्यसपछि त्यस्तो कुनै अकाउन्टहरू चाहिँ कन्टिन्यू टु अपरेट गर्न मिल्दैन। त्यसपछि पर्चेज अफ एसेट मुभेबल अथवा इमुभेबल इन एनी म्यानर टु अक्वायर कुनै पनि टाइटल अक्वायर गर्ने अथवा पोजिसन अक्वायर गर्ने हेतुले पर्चेज अफ मुभेबल अर इमुभेबल एसेट गर्न मिल्दैन। कन्डिसन द्याट विदाउट सेटलिङ द ड्युज पेबल। तर यसको एक्सेप्सनल क्लजहरू छ, त्यो भनेको प्रोभाइडेड द्याट सच बरोवर मे, त्यस्तो बरोवर त्यो भनेको या त ओभरड्यू भएको या त ब्ल्याक लिस्टेड भएको, यो दुईवटा टाइपको हाम्रो व्यक्तिले चाहिँ बरोवरले चाहिँ यो केसमा चाहिँ यो एक्सेप्सनल क्लज लाग्छ। त्यो भनेको अकाउन्ट ओपन गर्न सक्छ तर के पर्पजको लागि, ओन्ली फर द रिपेमेन्ट अफ द लोन अथवा डिपोजिट गर्न सक्छ कुनै पनि अकाउन्टमा 30 दिनसम्म र पेमेन्ट गर्न सक्छ चेक युज गरेर भनेको अकाउन्ट पनि ओपन गर्न सक्दो रहेछ, डिपोजिट पनि गर्न सक्दो रहेछ। कति दिनसम्म? 30 दिनसम्म। के को लागि? रिपेमेन्ट अफ लोन अथवा पेमेन्ट थ्रु चेकको लागि। विथड्र अमाउन्ट गर्न सक्छ। अब आफ्नो जीविकोपार्जन गर्नको लागि त विथड्र गर्नै दिनु
पर्यो त्यो भनेको विथड्र अमाउन्ट गर्न सक्छ इन एन अकाउन्ट सिचुएटेड इन नेपाल, नेपालमा सिचुएटेड भएको त्यस्तो अकाउन्ट अथवा फरेन कन्ट्रीमा भएको अकाउन्टबाट के पर्पसको लागि ओन्ली फर द बेसिक नेसेसिटी अथवा लाइफ मेन्टेनेन्स को लागि चाहिँ उसले के गर्न पायो, अमाउन्ट चाहिँ विथड्र गर्न पायो भन्ने कुरा आयो। त्यसपछि हाम्रो जाउँ यो चेकको 3A को सेक्सन भइहाल्यो, VIMP यो पनि आउन सक्ने चान्स पनि छ। पहिला चाहिँ नो चेक स्याल बी इस्युड विदाउट सफिसियन्ट ब्यालेन्स नभएको अकाउन्टको लागि चाहिँ कुनै पनि चेकहरू चाहिँ इस्यु गर्न मिल्दैन। यसको पहिला हामी फाइन पेनाल्टीहरू बुझिहाल्यौँ, त्यो भनेको क्लेम्ड अमाउन्ट बराबर रिकभरी त हुने नै भयो। त्यसपछि इन्ट्रेस्ट लाग्छ एट प्रिभेलिङ रेट र गभर्मेन्टलाई हामीले दिनुपर्छ 5% अफ द क्लेम्ड अमाउन्ट एज अ पेनल्टी र प्रिजनमेन्ट चाहिँ हाम्रो भ्यालु अफ द चेक अनुसार हुन्छ, त्यो भनेको 15 लाख। यसबाट एक्सेप्सनल के कुरा छ भने उतातिर हामी 10 लाखबाट स्टार्ट गर्छौँ, जेड्रिक हाम्रो पनिसमेन्ट छ भने यो चाहिँ हाम्रो 15 लाखबाट स्टार्ट हुन्छ। 15बाट हामी 50 लाखसम्म जान्छौँ, 50 लाखबाट 1 करोड, 1 करोडबाट 10 करोड जान्छौँ अनि 10 करोडबाट माथि चाहिँ हाम्रो एउटा फ्ल्याट त्यही लिमिट भइहाल्यो। त्यसपछि यसको महिना याद गर्नु पर्दाखेरि पहिला 1 महिना, 3 महिना, 1 वर्ष, 2 वर्ष, 4 वर्ष इजी। 1 महिना, 3 महिना, 1 वर्ष, 2 वर्ष, 4 वर्ष भइहाल्यो। अब यसमा प्रोसेस थ्रु याद गर्नुपर्छ। पहिला चाहिँ कसैले पनि नट टु इस्यु भनेको चाहिँ नो वान सेल इस्यु अ चेक फर द पेमेन्ट फ्रम देयर ब्याङ्क अकाउन्ट विदाउट ह्याभिङ सफिसियन्ट ब्यालेन्स। कुनै पनि ब्याङ्कमा सफिसियन्ट ब्यालेन्स बिना चाहिँ चेक इस्यु गर्न मिल्दैन अथवा अप्रुभ अरेन्जमेन्ट विथ BFI विथ कोअपरेटिभ गर्न मिल्दैन अनि डिमान्ड पनि गर्दैन। माथि इस्यु पनि गर्न मिल्दैन, डिमान्ड पनि गर्न सक्दैन, मिल्दैन। त्यो भनेको नो वान सेल डिमान्ड पेमेन्ट फ्रम एनी BFIs ओर कोअपरेटिभ ब्याङ्क बाई रिप्रेजेन्टिङ सच चेक भनेको छ। त्यसपछि रिटर्न अफ चेक होल्डर बाई मेन्सनिङ द रिजन। अब उसले पेस गरिसक्यो त्यस्तो चेक भने चाहिँ के, इफ सच चेक इज प्रेजेन्टेड इन BFI or cooperative, BFI shall check the bank balance for the clearing it, and if the bank balance is insufficient छ भने to clear the check payment, BFI shall return the check to the holder with a reason। किन चाहिँ यो चेक चाहिँ क्लियर हुन सकेन भनेर पहिला रिजन सहित दिने। यहाँसम्मको प्रोसिड्युरल कुरा छ, इस्यु गर्न पनि मिल्दैन त्यस्तो चेक चाहिँ प्रेजेन्ट पनि गर्दा मिल्दैन। यदि प्रेजेन्ट गर्यो भने BFI को अफिसरले त्यसमा यो कारणले क्लियर हुन सकेन भनेर उसलाई चेक फिर्ता दिन्छ भन्ने कुरा छ। अब चाहिँ डिसनरिङको प्रोसेस आयो। अब त्यसरी फिर्ता भइसकेको चेक चाहिँ इफ द चेक होल्डर इन्टेन्स टु डिसनर सच चेक द BFI द होल्डर स्याल प्रोभाइड द एभिडेन्स द्याट इट हेज नोटिफाइड द्याट द पर्सन हेज नोटिफाइड द, त्यो भनेको होल्डर अफ द चेक हेज नोटिफाइड द इस्युअर टु डिपोजिट द cash in the issuer's respective bank account providing maximum time, this is maximum time limit of 45 days from the date of presenting of check। चेक प्रेजेन्ट गरेको दिनबाट चाहिँ 45 दिनसम्म चाहिँ मेरो चेकमा भनेको पेमेन्ट चाहिँ फिर्ता गर भनेर उसले नोटिफाई गरेको छ इस्युअर अफ चेकलाई भने त्यो एभिडेन्स राखेर र चेक सँगै राखेर चाहिँ उसले BFIमा प्रेजेन्ट गर्न सक्छ। त्यसपछि BFIले त्यही कुरालाई एक्नोलेज गरेर चाहिँ रिटर्न गरिदिन्छ भनेको रिटर्न अफ चेक एक्नोलेजिङ द नोटिस इफ द एभिडेन्स इज सबमिटेड द रिटर्न अफ द चेक स्याल बी the check shall be returned to the holder by mentioning the same in the check। त्यसपछि डिसनर हुन्छ भनेको आफ्टर द एक्सपायरी अफ पिरियड इफ द होल्डर प्रेजेन्ट्स द चेक एन्ड स्टिल द पेमेन्ट क्यान नट बी मेड ड्यू टु इन्सफिसियन्ट ब्यालेन्स, BFI अथवा कोअपरेटिभ ब्याङ्क स्याल डिसअनर द चेक विदिन 3 दिन अफ प्रेजेन्टिङ द चेक एन्ड द रिटर्न द चेक टु द होल्डर भनेको छ। यसमा ध्यान दिनुपर्ने कुरा दुईवटा डेट छ, 45 दिन र 3 दिन। 45 दिन चाहिँ म्याक्सिमम टाइम लिमिट तोकेर चाहिँ हामीले के अरे इस्युअरलाई टाइम तोकेर त्यसको एभिडेन्स साथ चेक चाहिँ प्रेजेन्ट गर्ने हो डिसनरको प्रोसेसमा जानलाई भनेपछि तर एक्सपायरी अफ डेट डिसनर गर्नलाई चाहिँ आफ्टर एक्सपायरी अफ द डेट चाहिँ जब हामीले चेक त्यो के अरे त्यो डिसनरको प्रोसेसलाई अगाडि बढाउनलाई हामी BFIमा जान्छौँ र त्यो रिक्वेस्ट गरेको 3 दिनभित्र चाहिँ उसले डिसनर चेक गरेर चाहिँ होल्डरलाई फिर्ता दिन सक्ने छ। तर एक्सेप्सनल क्लज के छ भन्दाखेरि नटविथस्ट्यान्डिङ एनिथिङ अन्डर दिस द्याट द इस्युअर क्यान टेक ब्याक द चेक। इस्युअरले चाहिँ चेक फिर्ता लिन सक्छ आफ्टर मेकिङ द पेमेन्ट अफ द अमाउन्ट पेबल इन द चेक टु होल्डर एट एनी टाइम। द प्रोसिजर अफ डिसनरिङ द चेक स्याल बी प्रेस्क्राइब बाई NRP भ्याल्यु। 14B बाट चाहिँ कोअपरेटिभ
14B भेरी इम्पोर्टेन्ट, त्यो भनेको कोअपरेटिभ स्याल नट पर्फर्म फाइनेन्सियल, कुनै पनि व्यक्तिले फाइनेन्सियल अथवा ब्याङ्किङ ट्रान्जेक्सनहरू विदाउट कोअपरेटिभ स्याल नट पर्फर्म फाइनेन्सियल और ब्याङ्किङ ट्रान्जेक्सन विदाउट अप्रुभल अफ एनआरपी भइहाल्यो। त्यसपछि 14A मा चाहिँ हाम्रो डुगोटीको ट्रान्जेक्सन भइहाल्यो, यो आरटिपीमा आएको छ। र जेनरिक कुरा छ त्यो भनेको डुगोटी ट्रान्जेक्सन भनेको मिन्स ट्रान्जेक्सन अफ रेजिङ फन्ड फ्रम इच अदर, मिन्स ट्रान्जेक्सन अफ रेजिङ फन्ड्स फ्रम इच अदर एन्ड टेकिङ और प्रोभाइडिङ लोन अन रोटेसन बेसिस अन द बेसिस अफ एग्रिमेन्ट। पहिला एकअर्काबाट फन्ड रेज गर्ने अनि त्यसपछि लोन दिने, या त रोटेसन बेसिसमा अथवा एग्रिमेन्ट बेसिसमा। कुनै पनि व्यक्तिले चाहिँ आफू हिमसेल्फ अथवा अर कज अदर टु पर्फर्म डुगोटी ट्रान्जेक्सन गर्न मिल्दैन भन्ने कुरा मात्र छ। त्यसपछि आउँ सेक्सन 15 पनिसमेन्ट हो भने 16 पनि हाम्रो पनिसमेन्ट कुरा हो, तर मेन कुरा हाम्रो 15मै छ। 16मा चाहिँ हामीले क्रिएटिङ इन्डरेन्स गर्न मिल्दैन, प्रोटेस्ट गर्न मिल्दैन ड्युरिङ द इन्भेस्टिगेसन अर इन्क्वायरी अन्डर दिस एक्ट भनेको चाहिँ इम्प्रिजनमेन्ट 6 महिना र फाइन अप टु 5,000 अथवा दुवै चाहिँ लाग्न सक्छ भन्ने कुरा बेसिक कुरा भइहाल्यो। यसपछि हामी फाइन पेनाल्टी हामीले पढिसक्यौँ। ओपनिङ अकाउन्टवाला जेनरिकवाला कुरा छ भने त्यो रिकभरी अफ अमाउन्ट र फाइन इक्विभ्यालेन्ट र 3 महिना भइहाल्यो। हाम्रो फर्स्टवाला ओपनिङ अकाउन्ट त्यो भनेको कुनै पनि अनअथराइज म्यानर पर्नेवाला भइहाल्यो, यसबाट स्टप गर्न मिल्दैन। त्यो रिकभरी अफ क्लेम्ड अमाउन्ट हुन्छ, त्यो हामीलाई इजी भइहाल्यो। त्यसपछि सेक्सन 3A को चाहिँ चेकवाला पनि हामीले अगाडि कुरा गरिसक्यौँ। फर्स्टमा के लाग्छ, क्लेम्ड अमाउन्ट चाहिँ रिकभरी हुन्छ। त्यसपछि इन्ट्रेस्ट एट प्रिभेलिङ ल फ्रम द डेट अफ, कहाँबाट, डेट अफ, ध्यान दिनुपर्ने कुरा यता के छ हाम्रो, डेट अफ इस्यु अफ चेक अन्टिल द डेट अफ पेमेन्ट हुन्छ। इस्यु अफ चेकदेखि डेट अफ पेमेन्टसम्म गभर्मेन्टलाई 5% अफ द क्लेम अमाउन्ट दिनु पऱ्यो। इम्प्रिजनमेन्टमा यता युनिक छ, त्यो भनेको 15 लाखबाट स्टार्ट गर्छ, 15देखि 50, 50देखि 1 करोड, 1 करोडदेखि 10 करोड, 10 करोडभन्दा माथि भन्ने कुरा छ भने 1 महिना, 3 महिना, 1 वर्ष, 1 महिना, 3 महिना, 1 वर्ष, 2 वर्ष र 4 वर्ष गरेर याद गर्ने मिल्यो। त्यो भनेको अप टु 1 month, 1 to 3 month, 3 to 1 years, 1 to 2 years र 2 to 4 years। त्यसपछि हाम्रो जुन सबसे जेनरिकवाला पनिसमेन्ट हुन्छ त्यो भनेको उफ BCLOE को लागि लाग्छ। उफ BCLOE को लागि यो भनेको 10 लाखबाट सेम प्रोसेस, तर 10 लाखबाट स्टार्ट हुन्छ। 10देखि 50 जान्छ, 50देखि 1 करोड, 1 करोडदेखि 10 करोड, 10 करोडदेखि उता अब जान्थ्यो भने यो 10 करोडदेखि पहिला 50 करोड जान्छ, 50 करोडदेखि 100 करोड जान्छ, 100 करोडभन्दा माथि जान्छ। अब यसको याद गर्ने प्याटर्न इजी छ, 1 2 3 पहिला त्यो भइहाल्यो, फेरि 3 4 फेरि रिपिट हुने 3 4, त्यसपछि हामी इभनमा जान्छौँ। त्यो भने 4 to 6, 6 to 8, 8 to 10 र 10 to 12 जान्छ। इजी युनिक कुरा छ। 1 2 3 छ, त्यो फेरि 3 4 छ, 1 2 3 छ, फेरि 3 4 छ, त्यसपछि चाहिँ हाम्रो इभनमा जान्छ। त्यो भने 4 देखि 6, 6 देखि 8, 8 देखि 10, 10 देखि 12 इयर्स जान्छ, सिद्धियो। त्यसपछि हाम्रो अनअथराइज इस्यु अफ लोन बाई BFI बाई डेराइभिङ लो अल फर्स्ट भ्यालुएसन हाम्रो सेक्सन 13 वाला कुरा छ। र सेक्सन 7 को एउटा मात्र त्यो पर्टिकुलर पोइन्ट छ, त्यसैले मेजरली सेक्सन 30 को कुरा आयो, 13 को कुरा आयो। त्यस भनेको रिकभरी अफ कोलेट्रल अमाउन्ट, फाइन इक्विभ्यालेन्ट टु कोलेट्रल क्लेम्ड आउँछ भने इम्प्रिजनमेन्ट मात्र ध्यान दिनुपर्छ, त्यो भनेको 4 वर्ष छ। डुगोटी ट्रान्जेक्सनको इजी छ, त्यो भनेको 50 5 50 5 50 5 50 याद गर्नु पऱ्यो। पहिला चाहिँ कम्पन्सेसन क्लेम्ड अमाउन्टै भइहाल्यो, फाइन अमाउन्ट क्लेम्ड अमाउन्ट भइहाल्यो। अब हाम्रो चाहिँ जुन इम्प्रिजनमेन्ट हुन्छ त्यो चाहिँ हाम्रो नम्बर अफ इयर्समा डिपेन्ड गर्छ। त्यसैले 50 5 50 भनेको अप टु 50 लाख, 50देखि 5 करोड, 5 करोडदेखि 50 करोड, 50देखि माथि भनेको चाहिँ भने इम्प्रिजनमेन्ट सबै इभन अड नम्बर याद गर्ने 1 2 3 3 5 5 7 7 9, त्यो भनेको 1 3 5 7 9। अब जाउँ त्यसपछि, यदि कुनै पनि फाइन अथवा सुट चाहिँ डिटरमाइन गर्न सकिँदैन भने, फाइन अमाउन्ट पत्ता लागेन भने 10 लाखसम्म र 2 वर्षसम्मको जरिवाना। यदि
अर्गनाइजेसनले कमिट गर्छ भने लायबिलिटी अफ द अफेन्स चाहिँ रेस्पोन्सिबल इम्प्लोइ अथवा अफिस बियरर लाई हुन्छ र आइडेन्टिफाई नभयो भने अर्गनाइजेसनको हेडको जो हुन्छ त्यसलाई अफेन्स लाग्छ। अटेम्प गर्यो भने हाफ पनिसमेन्ट अनि अटेम्प चाहिँ कसले गरिरहेको छ डाइरेक्ट इन्भल्भमेन्ट अथवा असिस्टेन्स अफ द इम्प्लोइ सिओ अथवा डाइरेक्टर अथवा अफिस बियररको भइरहेको छ भने 1 वर्ष एडिसनल फाइन लाग्छ। अब यसमा सेक्सन 17 त पहिला थाहा छ, त्यो भनेको पहिला चाहिँ हाम्रो एफआइआर हुन्छ, त्यसपछि लसुट हुन्छ। एफआइआर चाहिँ भनेको 1 वर्षभित्र गर्नुपर्छ भने लसुट चाहिँ 6 महिनाभित्र गर्नुपर्छ। एफआइआर हामीले पुलिसमै गर्नु पर्यो भइहाल्यो, त्यो भनेको इन्भेस्टिगेसन अफिसरलाई एफआइआर बुझाउने हो भने लसुट चाहिँ हामी कोर्टमा फाइल गर्छौँ। कोर्ट चाहिँ कस्तो भन्दाखेरि जेनेरिक सेन्समा भन्दाखेरि चाहिँ कोर्ट चाहिँ गभर्मेन्ट अफ नेपालले नेपाल गजेटमा पब्लिस गरेर जहाँ भन्छ त्यही नै हुन्छ भने चेकको केसमा चाहिँ डिस्ट्रिक्ट कोर्ट हुन्छ। बाँकी सबै कुरा सेम छ। सर्लकै पढौँ। Complaints FIR may be made within 1 year from the date of the offense comes to the knowledge. Lawsuit filing. Any lawsuit shall be filed within 6 months from the date of the filing of the complaint in specified court as fixed by the government of Nepal by publishing notice in the Nepal Gazette. डिसअनर अफ चेकको लागि चाहिँ कम्प्लेन्ट चाहिँ 1 वर्षभित्र सब अफ द सर्टिफिकेसन अफ डिसअनर हुन्छ भने लसुट चाहिँ हाम्रो डिस्ट्रिक्ट कोर्टमा विदिन 6 मन्थ अफ द कम्प्लेन्ट बिङ मेड चाहिँ गर्नुपर्छ। यसको एक्सेप्सनल केस चाहिँ के छ भन्दाखेरि चाहिँ अ लसुट क्यान बी इनिसिएटेड एनी टाइम भनेको यदि इम्प्लोइ अफिसियर बियरर अथवा अफ द बिएफआइज अथवा कोअपरेटिभ ब्याङ्क हो भने त्यो केसमा हाम्रो 1 वर्षभित्र यति फाइल गर्नुपर्ने र के अरे एफआइआर फाइल गरेको 6 महिनाभित्र लसुट फाइल गर्नुपर्ने कुनै पनि केस लाग्दैन। त्यो चाहिँ जतिखेर पनि स्टार्ट हुनसक्छ भन्ने कुरा भइहाल्यो। अ लसुट क्यान बी इनिसिएट एट एनी टाइम अगेन्स्ट द इम्प्लोइ अर अफिस बियरर अफ बिएफआई or cooperative bank for the misappropriation or loss of the asset during assumption of the service in any post thereof and thereby no obstruction in initiating or lawsuit even after such office bearer or employee retires from his or her service। आफ्नो सर्भिसबाट रिटायर भएपछि पनि उसको चाहिँ लसुट अथवा एफआइआर चाहिँ हामीले दर्ता गर्न पाउँछौँ। 18 मा गभर्मेन्ट चाहिँ एज प्लेन्टिफ हुन्छ। यो एक्ट अन्तर्गतको केसेसमा भनेको छ इन लसुट गभर्मेन्ट shall be the plaintiff and shall such lawsuit shall be considered to be included in the schedule 1 of this act relating to the government cases 2049 भनेको छ। सेक्सन 19 मा प्रोसिडिङ अफ द इन्भेस्टिगेसन भन्ने कुरा भइहाल्यो। अब प्रोसिडिङ चाहिँ कसरी हुन्छ 17 मा केसेस एफआइआर कसरी फाइल गर्ने, दुईटा केसमा डिसअनर र जेनरिक केसमा, अनि त्यसपछि हाम्रो एफआइआर फाइल गर्ने कुरा त भइहाल्यो। त्यसपछि हाम्रो अर्को कुरा के आयो भन्दाखेरि लसुट चाहिँ 6 महिनाभित्र फाइल गर्ने कुरा। अब चाहिँ प्रोसिडिङ अफ इन्भेस्टिगेसन कसरी हुन्छ भन्ने कुरामा हामी छ। त्यो भनेको चाहिँ फर्स्टमा इन्भेस्टिगेसन अफिसरले चाहिँ डिटेन गर्न सक्छ कसलाई, अफेन्डरलाई इन द कस्टडी बाई गिभिङ हिम अर हर अ वारेन्ट एज पर प्रिभेलिङ ल इन द फलोइङ सिचुएसन। फलोइङ सिचुएसनमा चाहिँ अफेन्डरलाई चाहिँ हामीले के गर्न सक्छौँ, इन्भेस्टिगेसन अफिसरले डिटेन गर्न सक्छ के गरेर, वारेन्ट दिएर। कन्डिसन के हुनुपर्छ, इफ देयर इज अ रिजनेबल ग्राउन्ड टु बिलिभ, इफ देयर इज अ रिजनेबल ग्राउन्ड टु बिलिभ के इफ द्याट द अफेन्डर इज a person not having resident in Nepal and can be subjected to the imprisonment up to 6 months अथवा may extend or destroy or tamper the evidence or create obstacle or the impact as adversely in the proceeding of the investigation or inquiry। दुईटा केस चाहिँ इफ देयर इज रिजनेबल ग्राउन्ड टु बिलिभ द्याट, दुईटा यदि रेजिडेन्ट अफ नेपाल होइन भने र ऊ चाहिँ सब्जेक्टेड टु 6 महिनाको पनिसमेन्टमा हुनसक्छ अथवा उसले चाहिँ कुनै पनि एभिडेन्सहरू टेम्पर डिस्ट्रोय अथवा एभिडेन्सहरू चाहिँ कलेक्ट गर्दामा अब्स्टेकल अथवा इन्क्वायरी प्रोसिडिङमा चाहिँ कुनै पनि एडभर्सली इम्प्याक्ट गर्न सक्छ भने त्यो पर्टिकुलर केसमा हामीले डिटेन गर्न सक्छौँ कस्टडीमा तर वारेन्ट दिएर एज पर प्रिभेलिङ ल। अब त्यसपछि जाऊ डिटेन्सन चाहिँ 24 घण्टाको मात्र हुनसक्छ। त्यसैले फर्दर डिटेन्सन रिक्वायर्ड छ भने त्यसपछि त्यो व्यक्तिलाई चाहिँ एडभोकेटिङ अफिसरको अगाडि राखेर विथ क्लियरली हामीले स्टेट गर्नुपर्छ कि किन हामीले एडिसनल टर्म चाहिएको र उसले कुनै पनि एफिडेभिट स्टेटमेन्ट दिएको छ भने त्यो स्टेटमेन्टको एफिडेभिट त्यही कुरा लेखेको छ। फर्दर डिटेन्सन बियोन्ड 24 आवर्स अप्रुभल फ्रम एडभोकेटिङ अफिसर चाहिन्छ इन केस अफ इन्भेस्टिगेसन अर इन्क्वायरी कुड नट बी कम्प्लिटेड। यदि
इन्भेस्टिगेसन अथवा इन्क्वायरी चाहिँ कम्प्लिट हुन सकेन 24 घण्टाभित्र भने एडिसनल पिरियड इज रिक्वायर्ड टु कन्टिन्यू द इन्भेस्टिगेसन बाई डिटेनिङ फर्दर द अफिसर स्याल डिटेन फर्दर बाई obtaining approval from the adjudicating officer and getting the offender in the presence of the adjudicating officer. When requesting the additional detention period, the investigation officer shall clearly mention दुईटा कुरा justification for continuing, justification for continuing the investigation, justification for continuing the investigation and inquiry, proceeding by detaining, and description of the affidavit of the statement obtained if any. Approval of the additional detention भन्ने कुरा आछ. यदि approval of the adjudicating officer may after reviewing the concerned document and inquiry progress grant approval for the detention for maximum 60 days but not exceed 67 जस्तो 67 60 चाहिँ म्याक्सिमम पिरियड अफ डिटेन्सन हो भने 7 चाहिँ एकचोटिमा कति म्याक्सिमम टाइम डिटेन गर्न सक्छ. इजी 67 3 मा चाहिँ 45 र 3 थियो. 45 चाहिँ म्याक्सिमम पिरियड अफ नोटिस हुन्छ भने 3 दिनभित्र चाहिँ डिसनर अफ चेक गराएर पठाउनुपर्छ आफ्टर एक्सपायरी अपडेट भने यता 67 छ. 67 भनेको सेक्सन 19 प्रोसिडिङमा चाहिँ म्याक्सिमम 60 दिनसम्म चाहिँ उसले डिटेन्सनमा राख्ने गरेर चाहिँ अप्रुभल दिन सक्छ भने एट अ टाइम चाहिँ 7 दिन मात्र हुनेछ. अब यो आरटिपीको केसमा चाहिँ क्रेडिटर यो एक्सेप्सनल केस छ भनेको यदि क्रेडिटरको अगेन्स्टमा चाहिँ केस फाइल गरेर उसले प्रोसिडिङ इनिसिएट गर्छ अन्डर बोपा, तर सेम प्रोभिजन चाहिँ नेगोसिएबल इन्स्ट्रुमेन्ट 2034 मा पनि थियो. र अब त्यसपछि जो अक्युज छ त्यसको वाइफले चाहिँ कोर्टमा केस फाइल गर्छ कि मलाई चाहिँ नेगोसिएबल, मेरो पतिलाई चाहिँ नेगोसिएबल इन्स्ट्रुमेन्ट एक्ट अनुसार हामीलाई के अरे प्रोसिडिङ अगाडि बढाउ भन्छ. तर सेक्सन 19 लाई कोड गर्ने. अनि त्यसपछि निर्मला सोढारी भर्सेस गभर्मेन्ट अफ नेपाल हाम्रो यो एउटा प्रेसिडेन्ट दिएको छ सुप्रिम कोर्टले, त्यो भनेको 0.76 NF 00111. द सुप्रिम कोर्ट हेज डेराइभ्ड अ प्रेसिडेन्ट द्याट द कोर्ट क्यान नट रिफ्युज टु प्रोभाइड द लिगल रेमेडी टु द विक्टिम अन द बेसिस अफ प्रिभेलिङ ल सेलेक्टेड आउट अफ मल्टिपल लज इफेक्टिभ. यदि मल्टिपल लज इफेक्टिभ छ र कुनै पनि भिक्टिमले त्यो मध्ये एउटा पर्टिकुलर ल चाहिँ सेलेक्ट गरेर चाहिँ म आफ्नो लिगल रेमेडी जान्छु भने त्यस्तो सिचुएसनमा चाहिँ त्यो भिक्टिमलाई चाहिँ के प्रिभेन्ट गर्न सकिँदैन. त्यही भनेको छ द कोर्ट क्यान नट refuse to provide the legal remedy to the victim on the basis of the prevailing law selected out of the multiple laws effective on the check dishonored date. Court clarified that the opinion of the selection of the BOPA Act for the legal remedy cannot be denied. सेक्सन 19A मा चाहिँ अरू केसमा हामी स्याट बनाउँथ्यौँ, अब यो केसमा सिट बनाउँछ. यो भनेको स्पेसियल इन्भेस्टिगेसन टिम, उता एडमिनिस्ट्रेसन टिम भन्थ्यो भने यता 19A मा गएर स्पेसल इन्भेस्टिगेसन टिम बनेको छ. गभर्मेन्ट अफ नेपाल मे इन कन्सल्टेसन अफ अटर्नी जेनरल, इन्सपेक्टर अफ पुलिस र एनआरबी. अटर्नी जेनरल भनेको महाधिवक्ता भइहाल्यो, इन्सपेक्टर भने इन्सपेक्टर र एनआरबी. अटर्नी जेनरल, इन्सपेक्टर अफ पुलिस र एनआरबी. अटर्नी जेनरल, इन्सपेक्टर अफ पुलिस र एनआरबी अनुसार चाहिँ स्पेसल इन्भेस्टिगेसन टिम बनाउन सक्छ, इन्क्लुडिङ द ब्याङ्किङ एक्सपर्ट फर द इन्भेस्टिगेसन अफ द केस रिलेटिङ टु ब्याङ्किङ अफेन्स. द एसआइटी सेल अफ पावर इक्विभ्यालेन्ट टु द पावर्स बेस्टेड विथ द इन्भेस्टिगेसन अफिसर. इन्भेस्टिगेसन अफिसरको जस्तो पावर हुन्छ त्यस्तै पावर हाम्रो केसँग हुनसक्छ, एसआइटीसँग हुन्छ भन्ने कुरा आयो. त्यसपछि सेक्सन 19B भनेको चाहिँ कल फर डिटेल्स भनेको उसले डिटेल माग्न सक्छ, सेक्रेसी अफ ब्रिच चाहिँ गर्न मिल्दैन. सेक्सन 26A कन्सिलेसन र सेटलमेन्ट भइहाल्यो. यो भनेको चेकको केसमा मात्र हुन्छ. यदि कुनै इन केस अफ रिलेटेड अफ चेक सेक्सन 3 अनुसार यदि डिफेन्डेन्ट अक्युज विसेस टु सेटल बाई पेइङ द अमाउन्ट मेन्सन्ड इन द चेक एन्ड होल्डर टु द चेक होल्डर र डिफेन्डेन्ट र चेक होल्डर दुवैले चाहिँ अप्लाई गर्छन् भने गभर्मेन्ट अटर्नीलाई थ्रु अप्लाई चाहिँ गभर्मेन्ट अटर्नीलाई गर्ने. तर प्रोसेस के हुन्छ, जहाँ केस छ त्यहीँबाट अप्रुभ गर्ने. यदि इन्भेस्टिगेसनमा केस छ भने चाहिँ अन्डर इन्भेस्टिगेसन छ भने इन्भेस्टिगेसन थ्रु चाहिँ गभर्मेन्ट अटर्नीलाई चाहिँ अप्लाई गर्नु पऱ्यो सेटलमेन्टका लागि. कोर्टमा छ भने कोर्ट थ्रु चाहिँ अप्लाई गर्नु पऱ्यो गभर्मेन्ट अटर्नीलाई के को लागि, सेटलमेन्टको लागि. द गभर्मेन्ट अटर्नी इन केस अफ if the case is under investigation, order to investigation officer to arrange the settlement and record it. Investigation is cancelled and once conciliation is done भइहाल्यो.
त्यसपछि इन्भेस्टिगेसनमा छ भने इन्भेस्टिगेसन अफिसरले अरेन्ज गर्छ, अनि कोर्टमा छ भने कोर्टले फेसिलिटेट गर्छ भन्ने भइहाल्यो। ड्युटी अफ अफिसरले चाहिँ के गर्नुपर्छ, अरेन्ज र मेन्टेन प्रपर रेकर्ड्स फर द सेटलमेन्ट गर्नुपर्छ। लिगल इफेक्ट के हुन्छ भन्दाखेरि यदि एकचोटि सेटलमेन्ट भइसकेपछि डिफेन्डेन्ट चाहिँ पनिसमेन्ट हुँदैन। सिम्पल के छ, थिएको हो भने दुवै मिलेर जाने, अप्लाई गर्ने सेटलमेन्टको लागि, तर अप्लाई कसलाई गर्ने, गभर्नरलाई, तर डाइरेक्ट होइन, थ्रु के इन्भेस्टिगेसन अफिसर इफ अन्डर इन्भेस्टिगेसन र कोर्ट, यदि कोर्टमा केस छ भने त्यसपछि गभर्मेन्ट अटर्नीले चाहिँ अन्डर इन्भेस्टिगेसन छ भने इन्भेस्टिगेसन अफिसरलाई अरेन्ज गरेर सेटलमेन्टको लागि भनेर भन्न सक्छ, र अफिसरको चाहिँ ड्युटी हुन्छ कोर्टको अन्तर्गत छ भने उसले गभर्मेन्ट अटर्नी डाइरेक्ट भन्दैन, कोर्टले चाहिँ डाइरेक्ट फेसिलिटेट गरिदिइहाल्छ। लिगल इफेक्ट चाहिँ इफ द सेटलमेन्ट इज मेड द डिफेन्डेन्ट स्याल नट बी पनिस्ड अन्डर दिस एक्ट भन्ने आयो। अब नोटिससँग रिलेटेड कुरा छ। नोटिस केमा गर्ने, 22, 23, 24 लग्छ। 22मा हामीले नोटिस पेस गर्छौँ, 23मा हामीले पब्लिस गर्छौँ। पेस भनेको के हो, व्यक्तिलाई, जो व्यक्तिलाई नोटिस सर्भ गर्नुपर्ने त्यो व्यक्तिलाई कसरी सर्भ गर्ने कुरा छ। त्यसमा के छ, यदि त्यो व्यक्तिलाई सर्भ गर्न सकेन, उसको एड्रेस मिलेन, अथवा त्यसलाई के अरे हामीले नोटिस चाहिँ दिन सकेनौँ भनेर कुनै रिपोर्ट रिसिभ हुन्छ भने हामीले के गर्छौँ, त्यसलाई पब्लिकली पब्लिस गर्छौँ। त्यो पर्टिकुलर केसमा के हुन्छ। र 24मा चाहिँ हामीले दिएको त्यस्तो नोटिसहरू चाहिँ कसैले इग्नोर गर्छ भने त्यो केसमा चाहिँ हामीले एसेट इन्कम्बरेन्स भनेको एसेट विदहोल्ड गर्न सक्छौँ भन्ने कन्डिसन भइहाल्यो। सरर पढौँ। यसमा याद गर्दाखेरि चाहिँ एमपी भन्ने सर्ट निमोनिक छ, जो यता लेखेको छैन, त्यो अहिले हामी डिस्कस गर्छौँ। अ नोटिस नट टु बी डेलिभर्ड इन द नेम अफ फरेन इन्डिभिजुअल। अ नोटिस टु बी डेलिभर्ड इन द नेम अफ फरेन इन्डिभिजुअल इन कनेक्सन टु द अफिसर अन्डर दिस एक्ट स्याल बी डेलिभर। यो अन्तर्गतको कुनै पनि फरेन व्यक्तिलाई दिनुपर्ने नोटिस चाहिँ इन कनेक्सन टु द अफेन्स अन्डर दिस एक्टलाई चाहिँ डेलिभर भएको मानिन्छ यदि if such notice is delivered in the name of the representative, in the name of office अथवा representative of such individual in Nepal, if any छ भने, if such notice or representative does not exist। पहिला कसलाई दिने, अफिसमा अथवा उसको रिप्रेजेन्टेटिभ इन नेपाल। यदि त्यो दुईवटा एक्जिस्टै गर्दैन भने नोटिस चाहिँ कहाँ डेलिभर गर्ने, एमपीमा डेलिभर गर्ने। एमबाट के, मेन बिजनेस प्लेस अफ सच इन्डिभिजुअलमा गर्ने, अथवा अनि त्यसपछि पीबाट चाहिँ के, पर्मानेन्ट रेजिडेन्समा गर्ने उसको। त्यसपछि एमबाट चाहिँ मेलिङ एड्रेस इफ प्रोभाइडेड बाई हिम और हर ड्युरिङ द कोर्स अफ बिजनेस थ्रु टेलेक्स और अदर मिन्स अफ रेकर्डेबल कम्युनिकेसन, टेलिकम्युनिकेसन और थ्रु पोस्ट बाई रजिस्ट्रेसन गर्ने। द नोटिस सो डेलिभर्ड स्याल बी डेम टु ह्याभ ट्रुली डेलिभर। त्यो यस्तो नोटिसहरू चाहिँ ट्रुली डेलिभर भएको मानिन्छ। अब इफ देयर इज सेपरेट प्रोभिजन इन एनी ट्रिटी वेयर द गभर्मेन्ट अफ नेपाल इज अ पार्टी, देयर shall be no obstruction in delivering such notice in the name of such person residing in foreign country in any manner specified। यदि कुनै पनि ट्रिटी छ भने त्यस्तो व्यक्तिलाई चाहिँ यसरी नोटिस डेलिभर गर्दाखेरि कुनै पनि अब्स्ट्रक्सन क्रिएट गर्ने छैन। सेक्सन 23मा जाउँ। अब जब हामी नोटिस डेलिभर गर्न सक्दैनौँ त्यसपछि हामीले के गर्छौँ, पब्लिक नोटिस दिन्छौँ। इन केस अ रिपोर्ट इज रिसिभ्ड, इन केस अ रिपोर्ट इज रिसिभ्ड रिलेटेड टु द डेलिभरी अफ नोटिस विथ डिटेल्स द्याट द नोटिस कुड not be delivered due to non-identification of the address or any other reason, notwithstanding anything contained in the prevailing law, a notice shall be a public notice shall be published in the national level newspaper। जब हामीले रिपोर्ट रिसिभ गर्छौँ नोटिस कुड नट बी डेलिभर, त्यो केसमा चाहिँ हामीले नटविथस्ट्यान्डिङ एनिथिङ कन्टेन्ड दिस एक्ट हामीले पब्लिक नोटिस जारी गर्छौँ केमा, नेसनल डेली न्युजपेपरमा। यदि फरेनर को लागि चाहिँ हामीले त्यस्तो नोटिस दिइरह्यो भने इङ्ग्लिस डेली न्युज पेपरमा गर्नु पऱ्यो। एटलिस्ट पनि दुईचोटि र 30 दिने टाइम टु रेस्पोन्ड। एटलिस्ट दुईचोटि 30 दिने टाइम टु रेस्पोन्ड, एटलिस्ट दुईचोटि 30 दिने टाइम टु रेस्पोन्ड दिनु पऱ्यो। फर्निसिङ एडब्रिज पर्टिकुलर्स अफ द केस चाहिँ फर्निस गर्नु पऱ्यो। एडब्रिज पर्टिकुलर्स अफ द केस चाहिँ फर्निस गर्नु पऱ्यो। वेदर द केस इज इन्भेस्टिगेटेड ओर अलरेडी लस्ट और विथ एडभोकेटिङ अफिसर, त्यो केस कहाँसम्म पुग्यो त्यो कुरा पनि भन्नु पऱ्यो। त्यो केससँग रिलेटेड एभरेज पर्टिकुलर्सहरू पनि दिनु पऱ्यो। यदि इफ नोटिस सो पब्लिस
गरेको भने त्यसलाई ड्युली डेलिभर्ड भनेर मानिन्छ भनेर भन्ने कुरा आयो। अब अर्डर अफ एसेट इन्कम्बरेन्स चाहिँ सेक्सन 24, 23, 22, 23, 24 भइहाल्यो। त्यो चाहिँ यदि कुनै फरेन अर इन्डिभिजुअल अपियर हुँदैन इन फ्रन्ट अफ इन्भेस्टिगेसन अल्सो इन्क्वायरी अफिसर इभन आफ्टर द नोटिस अन्डर सेक्सन 22 दिए पनि द अफिसर मे इस्यु, अफिसरले चाहिँ द इन्भेस्टिगेसन अर इन्क्वायरी अफिसरले चाहिँ इस्यु एन अर्डर टु क्रिएट एसेट इन्कम्बरेन्स भनेको विथहोल्डिङ ओभर द प्रपर्टी इन्टाइटलमेन्ट ओभर द प्रपर्टी इन्टाइटलमेन्ट इन्ट्रेस्ट अर कन्सर्न हेल्ड बाई हिम और हर विदिन द नेपाल और नट टु टेक इट आउटसाइड नेपाल। त्यस्तो प्रपर्टीलाई नेपालमै चाहिँ विथहोल्ड गरेर राख भन्न मिल्छ अथवा त्यस्तो प्रपर्टीलाई बाहिर विदेशमा लग भनेर भन्नु नलग भनेर अर्डर दिन सक्छ। अर्डर कसले इस्यु गर्छ? इन्क्वायरी अफिसरले। के को लागि? एसेट इन्कम्बरेन्स क्रिएट गर्नलाई। इट स्याल बी द ड्युटी अफ कन्सर्न्ड टु कम्प्लाई विथ द अर्डर। कन्सर्न व्यक्तिले चाहिँ कम्प्लाई गर्नुपर्छ। यदि त्यो पर्सन नट टु कम्प्लाई सच त्यस्तो अर्डरहरू चाहिँ कसैले कम्प्लाई गर्दैन भने 1 लाखको फाइन इन्क्वायरी अफिसरले लगाउन सक्छ। द लसेस अर harm caused to government of Nepal or public institution if any due to non compliance of the order भएको छ भने चाहिँ shall be recovered from him or her। अब प्रोसिडिङ इफ डेथ, यदि डेथ हो भने चाहिँ त्यो केसमा प्रोसिडिङ रुक्दैन भन्ने कुरा मात्र हो। 25 मा त्यही भनेको छ। 24 पछि 25 मा कालले लग्ला तर कालले बचाउला, तर हाम्रो यो पर्टिकुलर एक्टले बचाउँदैन। त्यो भनेको द प्रोसिडिङ अन्डर दिस एक्ट for the offense shall continue even after the death of the offender, notwithstanding anything prevailing in the law. The adjudicating officer proceeding, the adjudication proceeding and disposal of the case initiated or to be initiated or as per this act shall no longer be affected even if the offender dies। त्यो भनेको प्रोसिडिङ एजुकेसन प्रोसिडिङ अथवा डिस्पोजल अफ द केस एकचोटि इनिसिएट गरेको अथवा इनिसिएट गर्नुपर्ने अन्डर दिस एक्ट छ भने त्यो चाहिँ स्याल नो लङ्गर बी अफेक्टेड इभन आफ्टर द अफेन्डर डाइज। वेभर अफ पनिसमेन्ट अस्ति आएको थियो। त्यो भनेको मे बी प्रोभाइडेड, कुनै पनि व्यक्तिलाई चाहिँ वेभर अफ द पनिसमेन्ट दिन सक्छ यदि कोअपरेटिङ विटनेस हो भने। हाउएभर लसुट मे बी रिरजिस्टर्ड इफ द टेस्टिमोनी चाहिँ उसले दिएको स्टेटमेन्ट चाहिँ गलत देखियो अथवा अनरिलायबल देखियो भने फेरि केस दर्ता गर्न सकिन्छ। तर कुनै पनि व्यक्तिले चाहिँ यदि आफ्नो कन्सेन्ट दिन्छ भने त्यो पर्टिकुलर केसमा उसलाई वेभर अफ पनिसमेन्ट दिन मिल्छ। 27 मा एलिजिबिलिटी भनेको चाहिँ अ पर्सन विथ द imprisonment under this act shall be considered ineligible to work as an employee of BFI। जसले यो एक्ट अन्तर्गत पनिसमेन्ट भोगेको छ चाहिँ त्यो चाहिँ BFI एज एन इम्प्लोइ काम गर्नलाई चाहिँ इनएलिजिबल ठहर गरिनेछ। अब्जेक्टिभ्स अफ दिस एक्ट। यो एक्टको अब्जेक्टिभ्स के हो भन्दाखेरि चाहिँ यसले लिगल प्रोभिजन अन द बोपा प्रोभाइड गर्छ, प्रमोट गर्छ। ट्रस्ट प्रोभिजन PPP थियो, PPM त्यो भनेको लिगल प्रोभिजनहरू चाहिँ प्रोभाइड गर्छ बोपामा चाहिँ। अनि पब्लिकको ट्रस्ट चाहिँ प्रमोट गर्छ अफ जेनरल पब्लिक टुवर्ड्स द ब्याङ्किङ एन्ड फाइनेन्सियल सिस्टम। अनि त्यसपछि मिटिगेट गर्छ कन्सिक्वेन्सेस अथवा रिस्क द्याट द ब्याङ्किङ फाइनेन्सियल सिस्टम मे सफर्ड अन द अकाउन्ट अफ द अफेन्स द्याट अकर इन द कोर्स अफ ब्याङ्किङ ट्रान्जेक्सन। द्याट्स इट। यसमा सर्र भन्दाखेरि चाहिँ ध्यान दिनुपर्ने सेक्सन 13 हाम्रो कोलेटर भइहाल्यो। निमोनिक्स मात्र रिभाइज गरौँ। त्यो भनेको निमोनिक्समा भनेको एउटा सेक्सन 9 मा छ निमोनिक्स। त्यो भनेको API छ भनेको अक्सनिङ गर्दाखेरि फाइनेन्सियल इरेगुलरिटी गर्न मिल्दैन। PDS ह्याभिङ फाइनेन्सियल इन्ट्रेस्ट अथवा CO म्यानेजिङ एजेन्ट इम्प्लोयरलाई चाहिँ कुनै पनि मिसयुज गर्न मिल्दैन। तिनीहरूले फाइनेन्सियल रिसोर्सेस इम्प्लोइ लोन लिनको लागि भइहाल्यो, लोन लिनको लागि। अनि त्यसपछि इम्प्लोइ र क्लोज रिलेटिभ एक्सेप्सनल केस र आईबाट इन्ट्रेस्ट भोइलेट गर्न मिल्दैन। API अक्सनिङ गर्दाखेरि अब द NBA अथवा अन्य कुनै एसेटहरू चाहिँ के गर्न मिल्दैन हाम्रो सेलिङ गर्दाखेरि फाइनेन्सियली इरेगुलरिटी कमिट गर्न मिल्दैन। PDSलाई लोन दिन मिल्दैन। PDS ह्याभिङ फाइनेन्सियल इन्ट्रेस्ट इम्प्लोइ COलाई लोन दिन मिल्दैन। आईबाट भोइलेट इन्ट्रेस्ट गर्न मिल्दैन। PPSOD एपबाट फर्स्ट बरर युबाट अनड्यू बेनिफिट्स
अनक्वालिफाइड बरोबर पीबाट पिडिएस भइहाल्यो, ईबाट इम्प्लोइ भइहाल्यो, एफबाट फल्स स्टेटमेन्ट भइहाल्यो, यूबाट अनड्यू बेनिफिट भइहाल्यो, एफबाट फाइनेन्सियल इन्ट्रेस्ट, ईबाट एक्सिडिङ द क्रेडिट लिमिट, एफबाट एक्सिडिङ द बियोन्ड के अरे लिमिट रिक्वायरमेन्ट अफ द बिजनेस, एजबाट हाई कोस्ट, ओभरबाट ओभरभ्यालुएसन, डीबाट डबल फाइनेन्सिङ। ओपन अकाउन्टमा चाहिँ एउटा फिक्टिस व्यक्तिको अकाउन्टमा नाममा गर्न मिल्दैन, फर्स्ट डकुमेन्टहरू सबमिट गर्न मिल्दैन, विथड्र गर्न मिल्दैन डाइरेक्टली, अथवा कुनै पनि इलेक्ट्रोनिक इक्विपमेन्टहरू युज गर्न मिल्दैन। 3मा भयो, 13मा चाहिँ फल्स डेराइभ गर्न मिल्दैन, पहिला डेराइभ फल्स भ्यालुएसन गर्न मिल्दैन, लोन अथवा एनबिएको अथवा कुनै पनि एसेटको फाइनेन्सियल इन्ट्रेस्ट भएको व्यक्तिसँग चाहिँ कुनै पनि भ्यालुएटरले भ्यालुएसन गर्न मिल्दैन। त्यसपछि चाहिँ फल्स फाइनेन्सियल स्टेटमेन्टहरू प्रिपेयर गर्न मिल्दैन, अडिटरले विदाउट डिस्क्लोजिङ ओपिनियन चाहिँ सर्टिफाई गर्न मिल्दैन भन्ने कुरा आयो। 11बाट चाहिँ स्टप गर्न मिल्दैन, त्यस्तो यदि फर्स्ट इन्स्टलमेन्ट दिइरहेको छ भने लस कज गर्ने गरेर विदाउट कन्सिडरेबल रिजन भइहाल्यो। 10बाट हाम्रो ब्ल्याकलिस्ट भएको व्यक्तिले के गर्न मिल्दैन भन्ने कुरा अथवा ओभरड्यू लोन भएको रेमिट गर्न मिल्दैन, नयाँ अकाउन्ट खोलेर कन्टिन्यू गर्न मिल्दैन, त्यस्तो अपरेट गर्ने, पर्चेस कुनै पनि मुभेबल एसेटहरू पर्चेस गर्न मिल्दैन, टाइटलहरू अक्वायर गर्ने अथवा पोजिसन गर्ने तरिकाले। अनि त्यसपछि एक्सेप्सनल केस चाहिँ 30 दिनसम्म लोन पैसा चाहिँ डिपोजिट गर्न मिल्छ अनि अकाउन्ट ओपन गर्न सक्छ रिपेमेन्ट अफ लोनको लागि, अनि आफ्नो बेसिक नेसेसिटीको लागि चाहिँ विथड्र अमाउन्ट गर्न सक्छ। नेपाल अथवा बाहिर भएको व्यक्तिसँग चेक चाहिँ पहिला इस्यु गर्नु हुँदैन, त्यस्तोमा डिमान्ड गर्नु हुँदैन, के अरे त्यस्तो चेकहरू प्रेजेन्ट गरेर पेमेन्ट डिमान्ड गर्नु हुँदैन। त्यसरी प्रेजेन्ट गर्यो भने त्यसमा त्यो कुरा खुलाएर चाहिँ अफिसरले चेक फिर्ता दिइदिन्छ। डिसअनर गर्नु छ भने पहिला 45 दिने नोटिस दिएको एभिडेन्स सँगै अट्याच गरेर चाहिँ त्यो के अरे बिएफआई ल्याइदिनुपर्छ र उसले चेक चाहिँ रिटर्न गरिदिन्छ, त्यही कुरा मैले एभिडेन्स पाएँ भनेर। त्यसपछि डिसअनर चाहिँ आफ्टर एक्सपायरी चाहिँ अप्लाई गर्नुपर्छ, 3 दिनभित्र डिसअनर गरेर उसले चेक रिटर्न गरिदिन्छ। एक्सेप्सनल केस चाहिँ इस्युरले यदि चाहिँ म चेक के अरे क्यान टेक ब्याक, उसले चेक चाहिँ फिर्ता लिन सक्छ आफूले पुरा पेमेन्ट गरेर। टु क्विट ट्रान्जेक्सन भनेको चाहिँ रेजिङ फन्ड फ्रम इच अदर र रोटेसन बेसिसमा अथवा एज पर एग्रिमेन्ट चाहिँ लोन दिने कुरा हो, त्यो पनि गर्न मिल्दैन। अकाउन्ट ओपन गर्यो भने रिकभरी अफ क्लेम अमाउन्ट 3 महिनासम्म जेल। त्यसपछि स्टप क्रेडिट पनि रिकभरी अफ क्लेम अमाउन्ट। इस्यु चेकमा चाहिँ मल्टिपल लेयरमा छ, फर्स्ट लेयरमा चाहिँ रिकभरी हुन्छ, त्यसपछि इन्ट्रेस्ट एट प्रिभेलिङ ल कहाँदेखि कहाँ, इस्यु अफ चेकदेखि पेमेन्ट अफ द रिसिभ अफ द पेमेन्ट, फाइनल पेनाल्टी गभर्मेन्ट अफ नेपाललाई 5% अफ द क्लेम अमाउन्ट दिनु पऱ्यो। यसको एक्सेप्सनल के 15 लाखबाट स्टार्ट हुन्छ, 50 लाखसम्म जान्छ, 50देखि 1 करोड, 1 करोडदेखि 10 करोड, 10 करोडदेखि अब बन्नेवाले 1 महिना 3 महिना, 1 महिना 3 महिना, 1 वर्ष, 1 महिना 3 महिना, 1 वर्ष, 2 वर्ष, 4 वर्ष भन्नु पऱ्यो। यसको चाहिँ 10 लाख 50 लाख, 10 लाख जेनरिकवाला भइहाल्यो, 10 लाख 50 लाख, 50 लाख 1 करोड, 1 करोड 10 करोड, 10 करोड 50 करोड, 50 करोड 1 अर्ब भनेको 100 करोड, 100 करोडभन्दा माथि। यसको 1 2 3 3 4, त्यसपछि इभनमा जाऊ 4 6 6 8 8 10 10 12 भइहाल्यो। त्यसपछि जाऊ अनअथराइज युज भनेको चाहिँ सिम्पल छ, त्यो भनेको फाइनेन्सियल स्टेटमेन्ट र भ्यालुएसनवाला सेक्सन 13 अनुसार भइहाल्यो। त्यो भनेको रिकभरी अफ अमाउन्ट हुन्छ, फाइनको ब्यालेन्स त्यो हुन्छ र 4 वर्षको जेल हुन्छ। डुकोटेड ट्रान्जेक्सन 5 रिकभरी हुन्छ, फाइन इक्व भ्यालेन्ट टु क्लेम्ड अमाउन्ट हुन्छ भने त्यसपछि लसुट फाइल गर्नुपर्छ। त्यो भनेको 50बाट 50 भइहाल्यो, 50 लाखसम्म, 5 करोडसम्म, त्यसपछि 50 करोडसम्म, त्यसपछि 50 करोडभन्दा माथि। यसमा सबै अड नम्बर, त्यो भनेको 1 3 5 7 9 भइहाल्यो। अमाउन्ट थाहा हुँदैन भने 10 लाख र 2 वर्ष। यदि त्यसपछि लायबिलिटी कसैले कमिट गरेको हो भने अर्गनाइजेसनले गर्यो भने तिनीहरूको अफिसरहरू अथवा अर्गनाइजेसन हेड अटेम्प गर्नलाई हाफ, अनि अफिसर इम्प्लोइ हो भने 1 वर्षसम्म थप। अनि त्यसपछि हिन्डरेन्स गर्छ भने 6 महिना र 5000। त्यसपछि हाम्रो कम्प्लेन्ट अथवा एफआइआर लसुटहरू छ भने त्यो पर्टिकुलर केसमा चाहिँ कम्प्लेन्ट चाहिँ 1 वर्षभित्र फाइल गर्नुपर्छ एफआइआर चाहिँ अथवा फर्स्ट कम्प्लेन्ट चाहिँ। त्यसपछि लसुट 6 महिनाभित्र कोर्ट चाहिँ एज डिसाइडेड इन गभर्मेन्ट अफ नेपालले नेपाल गजेटमा डिसअनर अफ चेक हो भने सर्टिफिकेसनदेखि 1 वर्ष, लसुट हो भने 6 महिना डिस्ट्रिक्ट कोर्टमा। एक्सेप्सनल केसमा यदि कुनै अफिस बियरर अथवा इम्प्लोइ हो भने त्यसलाई चाहिँ जतिखेर पनि इभन आफ्टर द टर्मिनेसन रिटायरमेन्ट पनि उसलाई चाहिँ केस मुद्दा चलाउन सकिन्छ। गभर्मेन्ट प्लेन्टिफ हुन्छ। प्रोसिडिङ अफ द केसमा चाहिँ पहिला चाहिँ अफेन्डरलाई डिटेन गर्न मिल्छ वारेन्ट देखाएर चाहिँ, यदि रिजनेबल ग्राउन्ड दुईवटा छ भने। फर्स्ट चाहिँ यदि नन रेजिडेन्ट हो र उसलाई 6 महिनाको भन्दा अथवा त्योभन्दा बढीको पनिसमेन्ट लाग्नेवाला छ भने, अथवा उसले कुनै पनि एभिडेन्सहरू
डिस्ट्रोय अथवा अब्स्टेकलहरू क्रिएट गर्न सक्छ भने फर्दर डिटेन्सन गर्नु पऱ्यो भने अप्रुभल अफ एडभोकेटिङ अफिसरको अगाडि पेश गर्ने, त्यसपछि त्यहाँ जस्टिफिकेसन फर कन्टिन्युङ अथवा डिस्क्रिप्सन अफ द एफिडेभिट अफ द स्टेटमेन्ट अप्टिन चाहिँ राख्नु पऱ्यो। अप्रुभल चाहिँ उसले दिन सक्छ, तर 60 जस्तै 60 दिनसम्म म्याक्सिमम् 7 दिन एकचोटिमा। अनि त्यसपछि एउटा केस छ, त्यो भनेको चाहिँ उसले यदि मल्टिपल कुनै पनि भिक्टमसँग मल्टिपल ल अन्तर्गत कुनै पनि आफ्नो रेमेडी लिन मिल्नेछ भने कोर्टले चाहिँ त्यस्तो रेमेडी डिनाइ गर्न सक्दैन, एसआइटी बनाउन सक्छ। कसले? अटर्नी जेनरल, इन्सपेक्टर पुलिस, एनआरबी। अटर्नी जेनरल, इन्सपेक्टर अफ पुलिस र एनआरबी मिलेर। त्यसपछि जाउँ हामी सेक्सन 26A मा चाहिँ यदि दुवै चाहन्छ भने कुनै पनि के अरे चेक इस्युहरूले चाहिँ त्यसमा दुवैले जाने, अटर्नीलाई एप्लिकेसन दिने थ्रु इन्भेस्टिगेसन अफिसर। यदि इन्भेस्टिगेसनमा छ भने कोर्टमा छ भने त्यसपछि अटर्नी जेनरलले चाहिँ त्यस्तो केस इन्भेस्टिगेसन अफिसरलाई ल अरेन्ज गर सेटलमेन्टको लागि र रिकर्ड गर भनेर ऊ दिन सक्छ, उसको दायित्व हुनसक्छ। कोर्टले फेसिलिटेट गर्नुपर्छ। त्यो भइसकेपछि चाहिँ डिफेन्डेन्ट चाहिँ पनिस हुँदैन। डेलिभरी अफ नोटिस 22/23/24 फर्स्टमा डेलिभरी गर्दाखेरि कसरी गर्ने? फरेन इन्डिभिजुअललाई भने उसको नाम अथवा रिप्रेजेन्टेटिभलाई दिने, नेपालमा भएको यदि नेपालमा छैन भने त्यसपछि एमपीमा गर्ने, मेन प्लेस, पर्मानेन्ट रेजिडेन्ट, मेलिङ एड्रेस र पोस्ट थ्रु पोस्ट रजिस्ट्रेसनमा गर्ने। र त्यसरी दिएको चाहिँ नोटिस ड्युली डेलिभर्ड मानिन्छ। र यदि कुनै सेपरेट प्रोभिजन अन्डर द ट्रिटी छ भने त्यसले अब्स्ट्रक्सन क्रिएट गर्दैन। त्यसले चाहिँ त्यस्तो गर्नुमा 23मा चाहिँ पब्लिक नोटिस कसरी हुन्छ? यदि रिपोर्ट रिसिभ हुन्छ, नोटिस डेलिभर भएको छैन भने त्यो पर्टिकुलर केसमा चाहिँ उसले नेसनल डेली न्युज पेपरमा चाहिँ पब्लिस गर्ने, इङ्ग्लिसमा गर्ने। यदि फरेनर हो भने एटलिस्ट दुईचोटि 30 दिने टाइम राखेर फर्निसिङ एभरेज पर्टिकुलर, त्यसमा एभरेज पर्टिकुलरहरू पनि राख्नु पऱ्यो, लाग्नु पऱ्यो। अनि त्यसपछि केसको स्ट्याटस भने इन्भेस्टिगेसनमा छ भने अथवा अलरेडी इन्भेस्टिगेसन छ अथवा अलरेडी लस गरिसकेको छ भन्ने कुरा कोर्ट केस। त्यो भनेको अर्डर अफ यदि कसैले इग्नोर गर्छ त्यो अथवा अपियर हुँदैन इभन आफ्टर प्रोभाइडिङ द नसेट के अरे त्यो नोटिस पब्लिस गरेसँगै पनि अफिसरले चाहिँ के गर्न सक्छ? एसेट इन्कम्बरेन्स अथवा विथहोल्डिङ चाहिँ अर्डर इस्यु गर्न सक्छ ओभर टाइटल। यहाँ नेपालमा चाहिँ विथहोल्डिङ अनि बाहिर चाहिँ नलग भनेर भन्न सक्छ। ड्युटी अफ अदर हुन्छ 1 लाखसम्मको फाइन चाहिँ तिराउन सक्छ आयो। त्यसपछि जसले कुनै कज हार्महरू गरेको छ भने त्यहीबाट रिकभरी हुन्छ। 25मा चाहिँ इभन आफ्टर डेथ के अरे कन्टिन्यू हुन्छ। त्यो भनेको चाहिँ एडजुकेटिङ प्रोसिडिङ र डिस्पोजल अफ द केस इनिसिएटेड अर टु बी इनिसिएटेड चाहिँ स्याल बी नो लङ्गर अफेक्टेड इभन इफ द अफेन्डर डाइज वेभर अफ पनिसमेन्ट हुन्छ यदि कसैले कोअपरेट गर्छ विटनेसलाई। तर त्यो मुद्दा चाहिँ फेरि फिर्ता गर्न सक्छ, रिरजिस्टर हुनसक्छ। यदि टेस्टिमनी अनरिलायबल हो भने कुनै पनि व्यक्ति यो बोपा अन्तर्गत पनिसमेन्ट कन्टेम्प्ट भएको छ भने त्यो चाहिँ इनएलिजिबल हुनेछ। अब्जेक्टिभ अफ एक्ट पिपिएम भनेको लिगल प्रोभिजन बोपाको लागि बनाउने, पब्लिकमा चाहिँ ब्याङ्किङ र फाइनेन्सियल ट्रान्जेक्सनप्रति ट्रस्टहरू प्रमोट गर्ने र मिटिगेट गर्ने कन्सिक्वेन्सेस र रिस्क द्याट ब्याङ्किङ फाइनेन्सियल सिस्टम मे सफर अन द अकाउन्ट अफ द लसेस लट।